साथीहरु गुड मर्निङ सबैजना मेरो नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ हामी आफ्टर धेरै लङ टाइम पछि चाहिँ कलेजको साथीभाइ सँगै पढेको साथीहरु हैन 4 जना कतिजना भेला भएको छौं हामी सबैजना मिलेर यसो केही भेटघाट रमाइलो गरौँ न भनेर आज हाम्रो ठ्याक्कै हाम्रै एरियाको लगभग यो खोर्सानी चोकको माथि बागडोरामा भेला भएको छौं। साथीभाइ सबैजना आफ्नो आफ्नो कमाउने तालमा हुँदाखेरि र व्यवहारले गर्दाखेरि सँगै भेट्न हुँदो रहेछ हैन। सो त्यसको लागि मौका टाइम जुर्नु पर्दो रहेछ। सो आज जुरेको छ त्यसले गर्दाखेरि सबै साथीभाइ हामी भेट हुँदैछौं। यो ब्लगलाई हजुरले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला के कस्तो हुन्छ हामी साथीभाइको रमाइलो पलहरु मैले यो भिडियो मार्फत क्याप्चर गर्ने कोसिस गरेको छु। लेट्स सी हेर्दै जाउँ साथीभाइहरु के छ कसो छ को कता के पुगेको छ कस्तो दुःख सुख आफ्नो जीवनमा भोगेको छ त्यो हैन हामी बेला बेला कुरा गर्दैछौं। र त्यसको लागि चाहिँ हजुरले मेरो भिडियो अन्तिमसम्म हेर्नुपर्ने छ के कस्तो हुन्छ र तपाईले मेरो भिडियोमा के कमी कमजोरी भेटाउनु भएछ भने त्यसलाई कमेन्ट मार्फत कमेन्ट गरिदिनु होला यसो गर्न मिल्थ्यो त्यसो मिल्थ्यो भनेर। सो त्यसलाई म सुधार्दै जानेछु। ल लेट्स सी अब के हुन्छ हैन साथीभाइ अहिले आउने कोही आउने क्रममा छन् भने कोही आइसकेन साथीहरु कोही आउँदैछन् अब पर्खिम न। मौसम चाहिँ ठिक छ आज ठ्याक्कै लगभग बेलुका पानी परेको थियो अहिले राम्रो छ मौसम। अनि ठाउँ चाहिँ हाम्रो यस्तो छ के फेरि यो पार्क चाहिँ मस्त पार्क बनाएको रहेछ अहिले यहाँको हाम्रो स्थानीय दाजुभाइहरूले सबै साथीभाइले मिलेर। सो पार्कहरुमा नयाँ नयाँ यसो उयोहरु पनि छ त्यसले गर्दा साथीहरु अहिले त्यहाँ एकजना साथीहरु आइराछन् 2-3 जना बाँकी अझै आउनु बाँकी छ। र यता पार्क चाहिँ राम्रो रहेछ ठिकै अहिले चाहिँ पहिले भन्दा र ठ्याक्कै यो तपाईको पार्कको उता पछाडीपट्टि यो वालदेखि पछाडीपट्टि चाहिँ हाम्रो वैशाख 15 मा मेला लाग्छ के यो ठ्याक्कै यो वालको छ नि पछाडीपट्टि ठुलो चौरी छ कि त्यसको पछाडी मेला लाग्छ। अस्तिको पाली त आउन पाएन नत्र भए प्राय सधैँ आइने गरिन्थ्यो। ताटी साथी बनाएको रहेछ त हो। ल ठिकै छ पार्क यस्तो छ कहिलेकाहीँ यसो सबैजना मिलेर टाइम मिलेर फ्यामिली टाइममा घुम्न आउनु होला हैन त। लेट्स सी ल बाँकी चाहिँ अब साथीभाइसँग अहिले आएपछि कुरा गरौँ न है। ल सामान भन्ने यस्तै हो एकैछिन है साथी एकछिन है दोस्त ताना पऱ्यो भने ल सामान चाहिँ फेरि यस्तो छ कि कार्टुनमा। अनि हाम्रो लक्ष्मण सरको के फोटो भिडियो ननिकाल्नु अरे निकाले पनि म भएको छैन हाम्रो ए त्यस्तो हुँदैन नि त फेरि कट गरेर हाल्दा खै गर्ने त्यस्तो हुँदैन नि त फेरि। साथीले झन् भित्र पो लग्यो त यार यो त बाहिर यसो आज बिताउला छ केटाहरूले। म यो बाटो नआएको थुप्रो भयो ए बाटो त नि फेरि बिचारमा ए भएको त्यो डाटा साथीले काम बिगारो ए तेरिका हो लो काम त आज त डरै बिगारो त केटाले नि। बाँकी त पिकनिक मनाउन आएको जान्थ्यो काम बसिहाल्यो 2 दिनलाई काम भइहाल्यो नि साथीले हैट त बाइक उठाउनु पहिले गएको आयो हुने रहेछ बाइक उठाउनु न को पिस्ता हुने गएको उला खुट्टामा चाहिँ उठाउनु लस उठाउनु के एकछिन पाउडर लु यहाँ खिच जाट अब के गर्नु त यहाँ आफू त्यो पिस्ता हुने गएको सिसा पर्छ है यतिको रमाइलो चाहिँ हुनुपर्छ भाइ हो त हाल्नु गएको जान्छ कुदाउनु ल साथीले 3टा 4वटा चाहिँ हाल्यो होला। अनि कार्टुन पनि के आलु जस्तो दिएको छ नि त फेरि दाइले पनि सबै भिजी गएको छ लड्दा एकछिन हुन्छ गएको त्यो हुन्छ गएको एकछिन लडेपछि बाइक एकैछिन स्टार्ट हुँदैन छोड्नु ठेल्छु म। ए पुई मसला कहाँ हिला हान्छ है पक्र क्यामेरा पक्र तिम्रो काम खिच जाठा ल बरु अघि मै कुदाउनु पर्ने रहेछ। अब यहाँ त बिताएको नि कुराकानी 3टा त गयो होला नि 3टा कि 2टा
एउटा दुईटा 3 4 5 6 7 8 9 तीनटा गयो अब के गर्ने हो के गर्ने बोकेर लिएर जाने केमा बोक्ने कार्टुन यस्तो यस्तो दिएको रहेछ त्यो दाइले पनि अलि राम्रो कार्टुन दिनु पर्ने हेर्नु त्यही अन्त अनि के गर्ने पिकनिकको उपलब्धि यहाँ देखाउ जान्छ पिकनिकको उपलब्धि साथीहरूले उता नन्दन ड्राइभर चाहिँ यहाँ छ क्या फेरि हेलमेट लगाएर फेरि के भनेर टेरिका मारी गर्ने साथीले सके मलाई त यार पिकनिक खान आएकै सके कार्टुन जति यता दुलो परेर हो अलिक राम्रो त दिनुपर्छ नि कार्टुन पनि यार सामान त्यहाँ फुटिहाल्दै आधी टेरिका खत्तम खेलायो ल यस्तै भयो ल ल ल ल जाऊ पुगेर सुरुमै साथी आज अलिक दिन नराम्रो रहेछ हौ घाटा लागिहाल्यो नि कसरी लाग्यो भन्नु चाहिँ हेर्नु नि साथी नयाँ सिकाएर ड्राइभर परेछ यस्तो बाटो बियर 3-4वटा त 3टा बियर सहित यहीँ भयो एक भाग गयो अलिअलि बच्चा छ त्यहाँ राखेको छौँ योभन्दा घाटो दिनमा के होला टेरिका साथीहरू यार कमसेकम त अघि कुदाउँदै त भन्दै म कुदाउँथेँ नि त यार ठेट्टिका नयाँ ड्राइभर हुन गाह्रो छ हौ साथीहरूलाई गाह्रो लाइसेन्स कसरी निकाल्यो साथीहरूले ठेट्टिका हैरान बनाइहाल्यो नि अब के गर्ने यतिकै छोडेर त मारिहाल्छ ल ल लुकाइदिनु पर्छ ल यो साथीहरू अब के गर्ने यतातिर फाल्नु मलाई नि त अब केमा फाल्ने ठाउँ पनि छैन जहाँ पाए त्यहाँ फाल्नु मिलेन फेरि त्यही कार्टुनमै फालिन्छ हौ ओहो मास टोक्ने हामी त उपरखोट लाउने बस्ने हो कुन बाधा 2 खुटे अहिले बाँदरको आतङ्क भन्ने त्यत्रो उता साँझभरि चलिरहेछ त बाँदरको कुरा ठिक छ कि छैन लाउँछन् कि के छ बाँदरको कुरा ठिक छैन बाँदरको कुरा ठिक छैन सुरु गरिहाल्ने त यहाँ यतिकै लागिरहेको हामी खोइ अनि अब अरू नआउने होला होइन यता त्यहाँबाट बन्द गरेर नै पहिले खानातिर लाग्यो खाइसक्यो यति गर्दा नि हुन्छ भिडियो त ए खानुमा किन हो हतार यार ठिक छ त अहिले खाँदा नि ल साथी ल ए माकुरी म कहाँ बस्नु भुइँमा बस्न यस्तो मजाले बढालेको छु त टक्ने कति एउटै मात्र छ मलाई अब तिमीहरूको यतै हो मेरो त पर जानुपर्ने या साथी हो ए खालको भयो त खानेकुरा त ल ल अनि हाम्रो सरहरूलाई पनि यसो म्यासेज गरौँला नि त होइन भण्डीहरूलाई ल म डोग्नुपर्छ होला हो टाढा न यार फर्काउँदा के चाहिँ फर्काउनु काका धेरै घुम्नु पर्दैन हौ कहिले घुम्नु के यो भाडा उसले तेल चल्ने पार्छ मेरो लेभल देख्दा धेरैको माइन्ड भएको छ
मार न ए भनिला फोन हेलो हेलो अनि आइज न नि त्यो आउँदाखेरि नि कहाँ रे त्यो बुधबारे पेट्रोल पम्प त्यसलाई थाहा छ श्यामजी त्यो बुधबारेको सेकमा पोल्ने ठाउँ छैन बुधबारेमा त्यो पेलो अगाडि ठ्याक्कै हो त्यहाँनिर मासु अर्डर गरेको थियौँ हो त्यो लिएर आउनु पर्ने भयो ल आयो होइन त्यो लिएर आउनु पर्यो पैसा छोडिसकेछ भन रेडी एकदम रेडी तर त्यहाँ अहिले चाहिँ तिरेर आउनु पर्ने भयो अनि यहाँनिर हामीले 1850 80 घन्टा लाग्छ तर मुनाले के भन्छ यार अनि भरे सकेपछि आउँछस् ल ल ल ल ल सबै कानेको मेरो पनि नम्बर लिएर आइज ल ल ल मेरो चार्ज कस्तो लाग्छ ट्याक्सी लाग्छ आइज न लिएर आइज न भनेको त कस्तो मान्छे यार मेरो चाहिँ सक्यो भने अर्को चेप्टोवाला लाग्छ कि त्यही लिएर आइज त्यो पैसा छोडिसकेको छ क्या मासुको यो चाहिँ के भन्नु बुझ्यो कि मासु पनि पैसा छोडेर लिएर आइज न भन्छु सानो पैसा पहिलो भारी त बोक्नु लाएर ल्याएको छ फ्रीमा त कसैले खानै नदिनु भनेर ल्याएको छ कि त यत्रो फ्रीमा दिन त फ्रीमा त खायो भनेर म 8-9 एक्सन लिएर आइज भन्छ अब केटा पनि छ 8 जना छ भन्छ मलाई त त्यसलाई के थियो सातजना मासु केटा अब एकजना पो थपिन्छ र 8 जना हुन्छ अब खानेर चाहिँ पुरा बियर लिएर लाग्छ पनि बस्छ नि अनि बल केटा हाम्रो पछि भेट भयो हौ झन् साउजी पो त अनि अब यो लेमुजी अब व्यवसाय भन्दा बढी बुडुङमा लाग्न थालिसक्यो फुटबलतिर यो दुब्लाएछ मुजी केटाहरू क्याप्टेन भइसक्यो नि फुटबल गर्न दुब्लाएछ नि यो चाहिँ ढुक्ला आएको बस बस दुब्लाएको हो यत्रो पार्न त बस के तेर्साइ लाग्छ यो गुडी युट्युबर अरे अनि यो पनि काशी आछ त भन्छ मलाई बुढी छोडो यसले दुई कुरा जान्न भन्ने कतापट्टि अलिक देखिने फुटबल डराउने मान्छे चाहिँ यहाँ छैन है बुढी जग्गा डढाउने मान्छे छ नि एकजना। एकछिन थिएन एकछिन खान नि त्यो स्याउ फाल्टु बुढीको डराउँदिन स्याउ दे साथीलाई किन दुब्लाएको एउटा बस्नु त्यो भाइ हो कि चाहिँ त्यसलाई यसको बुढीलाई देखाइदिनु पर्छ तैँले के बोलिस् अरे अहिले हाँ ओ के बोलिस् अरे ए दारू पनि खाँदिनँ भन्दा भन्दै माछालाई खान थालिस् यसलाई चाहिँ के सुनाइदिन्छ हेलो अगाडि बनाउनु मिल्दैन तेरा बाउ सुँगुर माछाला डन भन् डन जमानाको डन हो माछाला ए दा सेठजी भुँडी देखा सेठजी हेलो गाइज हाम्रो पिण्डजी आउनुभयो ओए अगर आइस ओ बटन मेला बटन मेला सेठ ओए पिण्डे अगिस सालाले बियो खाएको पिण्डे अरेर आएको जस्तो पठाऊ उसके त्यो जस्तो जति कमाइ उति खर्च यही पापी पेटमा तिमीलाई देख्दा ब्रेक लाग्यो तिमीलाई देख्दा ब्रेक लाग्यो सिंहदर मार्केटमा सिंहदर मार्केटमा साथीले देखाउँछ
अब करकमा नि देखाउँछ केटाले करक भन्यो साला वो एकचोटि देखाइदियो त फेरि सिक्स प्याक देखाउ न कितने बन्ने यत्रो नाटक गर्नु पर्ने ल सब घात भयो भयो फोटो देखेको पढाने फेरि हो हेर्न ल ल कस्तो आयो फोटो सर आएछ फेरि जाँटा फोटो हेर्दै हाँसेर जाँटा भोलि देखेन सकेर ल अब एकखेप खाएर छुट्यौँ हौ राम्रो आएन है क्या ए राम्रो आयो यसलाई हल्का भए जानेन फेरि ठिक छ फोटो ठिक छ भट्टे नगला एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा जाँदैछ त जाँदैन को कहाँ त्यो हामीले हानु पर्दैन अहिले मेरो साथी जानु आँट्यो त हिँडेको तान 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 ठेला ठेला नौटा है नौटा पछाडि ल सर ल राम्रोसँग जानुहोस् म गएको तपाईँ अँ, अगाडि काम गर्नुपर्छ ल ल ठिक छ ल काम गर्नुहोस् ए भ्यान्छु तर सबै खानाहरू छ बडी मात्रै देखाएर के गर्नु सानो कालोमा गाडी ठिल्नु पर्छ फोन आयो छोराले ए त्यसो पठाऊ ल पोखेर घुमाउन हो यतिको त घुमाउनु छैन त्यहाँ त स्टेपर लाउनु हो यसरी त्यो सुपर स्प्लेन्डरको भिडियो हो न मेरो आरसी ल ल ल ल ल गाइस भेटघाट बाहिर गए होटलमा गर्नुपर्छ ल गरिँदैन मन त लाग्छ सँगै बसौँ स्पोन्सर गर्ने अर्काको नोकरी र मुजी अर्काको छोकरी भइले भर लाग्छ हो मेरो साथीको बाइक फेरि कडा छ फेरि हो स्प्लेन्डर एक 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 लिटरले 55 60 पनि दिन्छ यसले 55 मात्र 70 हो 70 नि दिन्छ यहाँ पटलमा सबैको बाइक ल गुड नाइट केटा उताको भिडियो बनाइदियो अरे हौ मेरो त जाँदा ल बाइक कडा छ फेरि ल गयो त साथी ल एक्सपिरियन्स भन्दै फेरि डुबालाई फेरि खाएको तालमा होइन ल ल ल विली सुइली के हान्ने हो सबै हान्नु लडाउँछ नलडाउनु अघि ठाउँमा चाहिँ नहाल्नै बाइक चिसा होला फेरि अಯ್या हो के भन्नु र यो रेटिएको हटो कि क्या हो अघि ठाउँ फेरि हाल्छु त्यो माथि हाल्नु पर्दैन ल ल ल ल साथी त्यो बाइक कुदाउन नसकेर राखिरहेको छ ल ल साथीहरू खानपिन सक्यो अब हिँड्ने घरतिर अलिअलि माथि हाल्यो साह्रै रमाइलो भइहाल्यो हो बाँकी त यस्तै छ अब के गर्नु त यहाँ राम्रो बनाएको रहेछ यस्तो धन्न बेलुका बेलुका भएपछि घाम छ फेरि मस्त यहाँ जङ्गल टिभी आउँदा यहाँ खाना खाइन्थ्यो बदलो खाजा खाइन्थ्यो